यो मेरो बाल्यकालदेखिको मिल्ने साथी, हाम्रो मित्रताहरू सम्बन्ध भन्दा माथि। हामी सहर घुम्न जान्थ्यौ राति राति भागी भागी, घरमा आमा बुवालाई धती मर्न र मार्न तयारी कर्कको लागि। सधैँ सँगै बस्थ्यौ स्कुल पढ्दा हामी, दुबई नजाने एडियो त बिरामी। जे पनि भन्ने हाम्रो राम्रो थियो बानी, उसले एक दिन चुरो सल्कै सोध्यो खाने। मैले पनि तने सङ्कोट नै नमानी, दिन बित्दै गयो अनि लाग्यो त्यसको बानी। बिस्तारै कुलतमा फसियो जानी नजानी गजानी गोती सम्बन्ध पनि यो पछि त्यो पछि त्यो दामी झ्याउन दिन पनि राम्रै नलाग्ने। त्यसपछि फेरि कहिले उस्तै रङ्गौ हामी, यसरी नै लघु पदार्थमा डुब्दै गयौँ। गलत निर्णय खराब परिणामको शिकार भयो। कतिलाई कुटाउ लुटाउ कतिलाई ठगाउ, घरमा आफ्नै आमा बुवासँग झर्काउ। आफैमा लडु तर खाना छोडेनौ। बिस्तारै हामी एकअर्कासँगै बोलेनौ, सोध्ने गर्थे साथी भाइले हाम्रो बारेमा। उभिन मलाई एक राति राम्रो लागेन। अब सबै ध्यान मैले बच्चा गरे, बाहिर ननिस्की कोठाभित्र सुतेर बसे। बिस्तारैमा पढाइतिर अघि बढे, सिन्ने गर्थिए यो अझै त्यस्तै छ भन्ने। एक दिन अचानक उसको भैमा सँग रुन लाग्यो। मेरो मनमा विभिन्न प्रश्नहरू उठ्न थाल्यो। युवा गिल्लो रात अस्पतालमा बित्यो रे। माथि आकाश खास्यो म बिहोसिए, विभिन्न प्रश्नहरूको उत्तर खोज्छु म। If you never sort it out, take a bit सोचुमा। सायद हाम्रो दोस्ती पनि एउटा मिसल हुन्थ्यो। तेरो मेरो साथ हाम्रो मनोबल विसल हुन्थ्यो। हरे पनि जित पनि हर हुन्थ्यो। घर व्यवहार हुन्थ्यो, सम्पन्न सुखी परिवार हुन्थ्यो। दुःख सुखमा सँगै रोइन्थ्यो, हसिन्थ्यो। तारामा दाजुभाइ जसरी बाँचिन्थ्यो। राम्रो छ जिन्दगी दुई दिनको नासो, पछाडै गएस तर एक दिनमा पनि आउँछु। सन्ता सुन्दर संसारमा त्यो बादल परीको, जित्नु भन्दा ठुलो कुरो हिम्मत नहार्नु हो। त्यसैले लडेछु सङ्घर्ष गर्दैछु। कस्तो छ साथीमा सन्चै छु, तेरो याद आयो अनि सम्झेर बस्दैछु। हामी फेरि भेट्छौ भनी दिन भन्दै